मेरो नाम लालबहादुर राउत, घर चाहिँ बाजुरा जिल्ला बुढीगङ्गा नगरपालिका वडा नम्बर 1। हाल चाहिँ दिल्ली बजारमा विगत 1 वर्षदेखि श्री कैलाश बॉयज होस्टेल सञ्चालन गर्दै आइरहेको छु हैन। अब यति नै हो परिचय। अहिले जुन यो महाधिवेशन चलिरहेको छ होस्टेल एसोसिएसन यो काठमाडौँ शाखाको, यसमा अलिकति हजुरहरूले केही कुरामा विरोध पनि जनाउँदै हुनुहुन्थ्यो, यहाँहरूलाई चित्त नबुझेको कुरा चाहिँ के होला? हामीले विरोध भन्दा पनि यो के हो भने यो होस्टेल एसोसिएसन नेहा भनेको एउटा संस्था हो, सङ्गठित संस्था हो हैन। अब हामीले यो संस्थालाई चाहिँ जोगाउनु पर्छ हैन। यो संस्थामा भएका विकृतिहरू छन् नि, जतिसुकै विकृतिहरू छन्, यो विकृतिहरूलाई चाहिँ हामीले केही अहिलेको युवाहरूले हैन, यो युवाहरूले चाहिँ केही परिवर्तन ल्याउनु पर्छ भनेर हामी अब योभन्दा पहिला त हामी यो संस्थामा आबद्ध थिएनौँ हैन। अहिले भर्खरै हामी यो संस्थाको विस्तारै अध्ययन गर्दाखेरि हामीले केही कुराहरू चाहिँ अलिकति विकृति देखेको कारणले त्यो विषयमा चाहिँ हामीले असहमति जनाएको हो हैन। अब के हो भने वास्तविक असहमति जनाउन कारण के हो, हाम्रो अहिले लगभग हामी यहाँसँग नयाँ व्यवसाय भर्खर हामी मेरो उमेरको भनौँ न, जेनजी उमेरको जे भए पनि अब 28-30 उमेरको युवाहरूले चाहिँ हैन के भइरहेछ भने अहिले लगभग मेरो हिसाबले कुरा गर्ने हो भने म स्लोभाकिया जानलाई चाहिँ भिसा आएर टिकटसम्म काटिसकेर त्यसपछि मैले क्यान्सल गरेर नेपालमा केही गर्नुपर्छ भनेर आएको युवा हो कि म चाहिँ, मेरो व्यक्तिगत हिसाबले चाहिँ हैन। त्यही भएर मेरो साथीहरू मसँगकै यहाँ साथीहरू थुप्रो छन् हैन, तिनीहरू पनि लगभग यही तरिकाले बसिरहेछन्, नेपालमा केही गर्नुपर्छ, अर्काको देशमा गएर दुःख गर्नुभन्दा आफ्नो देशमा चाहिँ केही गर्नुपर्छ भनेर लागिरहेका छन् हैन। तर यो व्यवसायमा हेर्दाखेरि हैन, समग्र मान्छे नेपालीको यो समाजमा हेर्दाखेरि तर यो व्यवसायले चाहिँ एक किसिमको युवाहरूले चाहिँ व्यवसाय नै नगर्नुपर्ने हैन, बुढापाकाले गर्नुपर्ने, यहाँ जसको पावर छ पहुँच छ हैन, त्यस्तो मात्रै व्यवसाय गर्नुपर्ने हैन भन्ने एक किसिमको उहाँहरूको धारणा थियो के। तर त्यो विषयमा हामीले नेगेटिभ गरेको हो के, विरोध जनाएको हो। विरोध भन्दा पनि हामीले सहजीकरण सम्झाएको हो के उहाँहरूलाई चाहिँ एक किसिमको नेगेटिभ सेन्स नलिएर चाहिँ पोजिटिभतिर यसरी जानुपर्छ भन्ने एउटा धारणा मात्रै राखेको हो। युवा व्यवसायलाई नै प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा, युवा व्यवसायले चाहिँ प्रोत्साहन राख्नुपर्छ हैन। अहिले काठमाडौँ जिल्लामा मात्रै कम्तीमा हाम्रो अब अहिले सुनेको अनुसार हैन, योभन्दा अध्ययन पनि थिएन, लगभग 692 वटा होस्टेल योभन्दा अगाडि चाहिँ सञ्चालनमा रहेका होस्टेल अहिले 247-48 मा कसरी झरे त हैन। यो विषयलाई त वास्तविक यो व्यवसाय संस्थालाई मात्रै टेकाउने हैन त, व्यवसायलाई कसरी टेकाउने भन्ने एक किसिमको हामीले हेरेको छैन हैन। पद चाहिएको होइन क्या मान्छेलाई, पद चाहिएको होइन मान्छेलाई चाहिँ, पद भन्दा पनि सबभन्दा ठुलो कुरा के हो भने व्यवसाय कसरी टिक्ने हैन। हामीले लगानी गरेको छौँ, मैले स्वयं होस्टेल व्यवसायमा 18-20 लाख रुपियाँ लगानी गरेको छु हैन। न यसको बिमा छ, न कसैले यो केही सेवा सुविधा छ हैन। अब छ नि अहिले बिहानै पनि यसमा अलिअलि डिस्कसन भइरहेको थियो हैन। काठमाडौँ महानगरपालिकामा 400 समथिङ वटा होस्टेल चाहिँ दर्ता भएर गएका छन्, प्यान नम्बर भएका छन्। तर के छ भने यहाँ आज चाहिँ होस्टेल एसोसिएसनमा चाहिँ 247-48 वटा मात्रै होस्टेल चाहिँ अहिले लिस्टमा देखियो। तर त्यो कहाँ कमजोरी भयो, व्यवसायको कमजोरी हो कि समितिको कमजोरी हो कि नेताहरूको कमजोरी हो कि हैन, यो विषय अघि दिदीबहिनीहरूले पनि उठाउनु भएको थियो हैन। यो चाहिँ जायज कुरा हो क्या हैन। कम्तीमा होस्टेलमा के हो भने होस्टेल व्यवसाय हुँदाखेरि कम्तीमा टिक्ने वातावरण हुनु पर्यो। अहिले के छ भने व्यवसाय हामीले चलाएका छौँ, व्यवसाय कर तिर्ने होस्टेल व्यवसायको व्यवसाय कर तिर्ने कर्तव्य हो। होस्टेल घरबाल कर तिर्ने त व्यवसायको कर्तव्य होइन नि त। घर तिर्दा पनि धेरै व्यवसायहरू पिरमर्कामा परेका छन्, व्यवसाय गर्दा पनि घरबाल कर सुध पनि व्यवसायले तिर्नु परेको छ हैन। अनि होस्टेल एसोसिएसनको नियम अनुसार चाहिँ विद्यार्थी नराख्नुको कारणले हैन कम्पिटिसन भएको छ, कसैले 15,000 मा राखेको छ, कसैले 10,000 मा राखेको, कसैले 8,000 मा राखेको छ हैन। एक किसिमको यो होस्टेल एसोसिएसनको चाहिँ विशेष ध्यान आकर्षणमा यसमा जाओस् हैन। नियम सबैलाई एक किसिमको नियममा एकै उसमा चाहिँ राख्यो भने चाहिँ कम्तीमा सबै समग्र रूपमा बाध्थ्यो नि त। त्यो भएको कारणले हामी यो होस्टेल एसोसिएसन चाहिँ विगतभन्दा केही फरक तरिकाले चाहिँ होस्टेल एसोसिएसन चलाउनु पर्छ भन्ने मेरो धारणा हो। हुन्छ, जानकारीको लागि धन्यवाद छ। हस्, धन्यवाद।